तपाईहरुको त्यो झुट हैन भ्रमको पर्दा है अब फाटिसकेको छ त्यो खालको काम नगर्नुस् एउटा श्रमदानमा तपाईको चाहिँ नि सहभागी श्रमदाताहरुले जसले चाहिँ नि बिहानदेखि बेलुकासम्म काम गरिरहेको छ अहिले पनि तपाईको चाहिँ नारायण चोकमा हाम्रो काम भइरहेको छ है उहाँहरुलाई सोध्नुस् छातीमा हात राखेर बोल्नुपर्छ सबैजना एक दिन मरेर जाने जिन्दगी हो हामी यहाँ सधैँभरि झुट बोलेर 1000 वर्ष 100 वर्ष आयु हाम्रो लम्बिने हो र जुन दिन मर्नु लेखेको छ त्यो दिन मरेर जान्छौँ हामी र श्रमदान र श्रमदातालाई अपमान गर्ने गरी हैन कोही कसैले कुनै किसिमको अभिव्यक्ति नदियोस् भन्छ म धरान उपमहानगरपालिकाको निर्वाचित हैन तपाईको छैन र कार्यरत एक्टिङ है मोर देन 3 इयर्स भइसक्यो म यहाँनिर काम गरेको है अब केही समय मात्रै बाँकी छ त्यस्तो मेयर भएको कारणले गर्दाखेरि त्यो हैसियतबाट म भनिरहेको छु श्रमदानबाट गर्ने हरेक कुरा नगरको चाहिँ विकासका लागि यदि छ त्यो सार्वजनिक हितका लागि छ भने त्यो अवैधानिक हुँदैन